फेसबुकमा तपाईँलाई कसैले गाली गर्यो, तपाईँको मानहानि गर्यो, तपाईँको बेइज्जती गर्यो, तर तपाईँले प्रहरीमा उजुरी दिनुभयो। उजुरी दिइसकेपछि प्रहरीले विद्युतीय कारोबार ऐन 2063 लगाएर त्यस्तो व्यक्तिको विरुद्ध चाहिँ अदालतमा मुद्दा दायर गर्छ। तर अदालतमा गइसकेपछि त्यो व्यक्तिले सजायबाट सबै भन्छ। किन त? यो धेरै केसहरूमा चाहिँ यस्तो देखिएको छ। यहाँनिर चाहिँ म आज तपाईँलाई नेपालको साइबर कानुनको सबैभन्दा ठुलो कमजोरी, जो कि आउने सरकारले सच्याउँछ भन्नेमा म आशावादी छु, त्यो भनेको के हो भने यो सन्दर्भमा हाल दुईवटा कानुन चाहिँ आकर्षित हुने गर्दछ। पहिलो भनेको विद्युतीय कारोबार ऐन 2063 हो, जसको दफा 47ले चाहिँ सार्वजनिक हित र सार्वजनिक नैतिकता विरुद्धको कसुर अथवा कानुन बमोजिम कुनै कुरा प्रकाशन गर्न रोक लगाएको अवस्थामा त्यस्तो गरेको र सँगसँगै केही कुराहरू त्यहाँ व्यक्तिको हकमा पनि लागू हुने जस्तो किसिमको छ। त्यो भनेको कुनै कसैका विरुद्ध घृणा वा द्वेष पैदा अथवा प्रचार गर्न नहुने र कुनै महिलाका विरुद्ध चाहिँ अपमान हुने गरी चाहिँ प्रशासन गर्न नहुने भन्ने कुरा बोलेको छ। त्यसमा चाहिँ 1 लाखसम्म जरिवाना र 5 वर्षसम्म चाहिँ सजायको व्यवस्था गरेको छ। तर यो जहिले कहिले अदालतमा गइसकेपछि चाहिँ पुष्टि हुने गाह्रो भइरहेको छ, किनकि सार्वजनिक हित र नैतिकता के हो भन्ने कुरा अलिकति डिफाइन गर्न गाह्रो छ। तर यसको सजायको हेर्ने हो भने अलिकति ब्रड छ र सँगसँगै यसमा बेइज्जतीको कुराहरू त्यति समेटिएको छैन, जहाँ कि प्रहरीले त्यही कुरालाई तन्काएर लगाउने गर्दछ र सिद्ध हुन अलिकति गाह्रो छ। र अर्को भनेको यहाँनिर आकर्षित हुने कानुन भनेको मुलुकी अपराध संहिता 2074 हो, जसको दफा 306 र 307 हेर्नुभयो भने त्यहाँ प्रश्न रूपमा तपाईँले जुनसुकै तरिकाले प्रत्यक्ष अप्रत्यक्ष अथवा कुनै थर्ड पर्सनको अथवा कुनै पनि तवरले तपाईँको गाली बेइज्जती, तपाईँको मानहानि, तपाईँको मान प्रतिष्ठामा आँच आउने गरी अथवा तपाईँको इज्जतमा दाग लाग्ने गरी कुनै पनि कुराहरू गरिन्छ भने त्यस्तो अवस्थामा त्यो कसुरदारलाई चाहिँ 2 वर्षसम्म कैद, यदि अनलाइन हो भने त्यसको व्यापकता हेरेर थप 1 वर्षसम्म कैद र त्यसरी 20,000 बाँकी चाहिँ जरिवानाको व्यवस्था गरेको छ त्यहाँ। सँगसँगै त्यहाँनिर कुनै एका घरको यदि मृतकको विरुद्ध पनि त्यसरी प्रचार गरिएको रहेछ भने त्यसको फ्यामिलीले भावना त्यसका एका घरका मान्छेहरूले पनि जुन मृतकको हकमा समेत त्यहाँनिर मुद्दा दायर गर्न सक्ने अवस्था छ। तर यस अन्तर्गत रहेर चाहिँ प्रहरीले उजुरी लिँदैन, किनभने यो व्यक्तिवादी मुद्दा हो। व्यक्तिवादी मुद्दा भनेको प्रहरीले नभएर तपाईँले स्वयंले आफै देवानी मुद्दा सरह, देवानी भनेको तपाईँ आफै स्वयंले एउटा वकिल लगेर चाहिँ जिल्ला अदालतमा अथवा तपाईँ आफैले पनि लेखेर जिल्ला अदालतमा चाहिँ त्यस्तो व्यक्ति विरुद्ध प्रमाणसहित चाहिँ तपाईँले उजुरी डाइरेक्ट अदालतमा उजुरी दिनुपर्छ र त्यसपछि अदालतले त्यो कारबाहीलाई अगाडि बढाउँछ। यहाँनिर चाहिँ सिद्ध हुने अवस्था छ। यहाँनिर यदि तपाईँले मुद्दा लग्नुभयो भने धेरै चान्स हुन्छ कि तपाईँले जित्न सक्नुहुन्छ, किनकि यहाँनिर चाहिँ गाली बेइज्जतीको कुराहरूलाई चाहिँ प्रश्न लेखेर प्रत्यक्ष अप्रत्यक्ष कुनै पनि तवरले चाहिँ त्यो गर्यो भने त्यसलाई चाहिँ कसुर मानिने भनेको छ। र सँगसँगै तपाईँले यहाँनिर डराउने कुरा चाहिँ के हो भने मैले त्यत्रो फी तिर्नुपर्छ फलानु भनेर राज्यले लडिदिँदैन भने त म त धेरै मतलब खर्चमा जान्छु होला भने। तर यहाँनिर राम्रो कुरा के हो भने तपाईँले त्यस्तो कसुर पुष्टि भइसकेपछि त्यो कसुरदारबाट अभियुक्त त्यो दोषीबाट चाहिँ तपाईँले पहिलो कुरा तपाईँको सबै कानुनी खर्चहरू भएर लिन सक्नुहुन्छ। दोस्रो कुरा भनेको तपाईँको वकिलले लागेको खर्च समेत त्यस्तो व्यक्तिबाट, कानुनी खर्च समेत त्यस्तो व्यक्तिबाट भराउन सक्नुहुन्छ। र साथसाथै तपाईँको मान अथवा तपाईँको इज्जतमा चाहिँ लागेको, प्रतिष्ठामा लागेको दाग र तपाईँको मानहानि जुन भएको छ त्यो मानहानि बमोजिम त्यसको व्यापकता हेरेर त्यसको कतिको आँच आएको छ त्यो बमोजिम तपाईँले क्षतिपूर्ति भने कम्पन्सेसन समेत तपाईँले त्यस्तो व्यक्तिबाट चाहिँ दाबी लिनुहोस्। त्यही भएर तपाईँले सिधै जिल्ला अदालतमा त्यो दाबी राख्नु। तपाईँले सुन्नुभयो होला विदेशतिर 2 करोड 3 करोड 10 करोड चाहिँ मानहानिको मुद्दा हाल्यो भने हो, यहाँनिर तपाईँले त्यही दाबी लगेर सिधै अदालतमा मुद्दा दायर गर्न सक्नुहुन्छ। र यो मुद्दा दायर गर्नुभयो भने मलाई लाग्छ तपाईँले बढी त्यो प्रहरीको थ्रु भन्दा पनि यहाँबाट तपाईँले बढी न्याय पाउनुहुन्छ। तर यहाँनिर चाहिँ प्रहरी मार्फत उजुरी जाँदैन, यो व्यक्तिवादी मुद्दा हो। तपाईँले स्वयंले मानहानिको मुद्दा लगेर अथवा गाली बेइज्जती गरेको कसुरमा चाहिँ तपाईँले त्यस्ता व्यक्तिको विरुद्ध चाहिँ मुद्दा दायर गर्नुभयो भने सायद सक्सेस हुनुहुन्छ होला। के लाग्छ? कानुन जानेर मात्र हुँदैन, सही कानुन कुन लगाउने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ। गलत कानुनको प्रयोग गर्दैमा कसुर पुष्टि हुने अवस्था रहँदैन। त्यही भएर यस्तै जानकारीको लागि कानुनी साथीलाई फलो गर्नुहोस् र साथसाथै तपाईँको कुनै समस्या छ भने कृपया कमेन्ट गर्नुहोस्। साथसाथै कसले गाली गरेको छ ती व्यक्तिहरूलाई यदि कुनै कानुनी जानकारी चाहिएको छ भने यो भिडियो सेयर गर्नुहोस् है। थ्याङ्क यू।